साथीहरु अहिले चाहिँ हामी गोकर्णेश्वरमा आएका छौं। यो चाहिँ डाइनोसर को एउटा स्ट्याच्यु मात्रै हो। बेमौसमी फुलहरु शिवजीको सागा रहेछ यतातिर भने तपाईहरुलाई म अझै देखाउने छु। हेर्दै जानु होला साथीहरु। यहाँ चाहिँ बल्ल चाहिँ हाम्रो ग्रुप हो है फेरि गाइजहरु। मोटु यता चाहिँ भेडाको स्ट्याच्यु रहेको छ। यो चाहिँ हाम्रो ग्याङ, यो हाम्रो ग्याङ हो। बतासे ग्रुप हो यो चाहिँ, बतासे ग्रुप। यता चाहिँ बच्चाहरूको खेल्ने ठाउँ हो। मसिनो बच्चाहरूको लागि खेल्ने ठाउँ पार्क है यो चाहिँ। स्विमिङ पुलको काउन्टर कति हो? बिल एउटा बराबर कति? यो चाहिँ 250 को हो। एकजना पर व्यक्ति 250। हामी जम्मा कतिजना छौँ? 9 दुना 18 भनेपछि कसरी 23? 2250 हो। 2250 100 रुपैयाँ हाम्रो सानो बल ट्युब किन्दै गए। ए ल उहाँलाई 350 पर्यो। अब हामी चाहिँ यहाँबाट छिरेर पौडी खेल्ने छौँ गाइसहरु है त। अभिनयले सुरुमा चाहिँ के नकिन्नु भएको यस्तो हेर्ने मान्छेले हामी मात्र फर्स्ट हामी हो फर्स्ट अरु आको छैन ल हामी मात्र पो। स्विमिङ कस्टम चाहिँ दिनुहुन्छ कि कस्तो हुन्छ यहाँ? दिनुहुन्छ हैन? यता पानी किन न यो खेल्ने यो ठाउँमा हामी खेल्ने छौँ। तर यता चाहिँ बच्चाहरूको है, यता बच्चाहरूको खेल्ने ठाउँ हैन? कता के हो यो चाहिँ? यो भनेको सानो यता चाहिँ बच्चाहरूको लागि, यतापट्टि बच्चाहरूको लागि। हामी जस्तो अलिकति ठुलोको लागि चाहिँ यता छ स्विमिङ पुल। छैन 4 फिट होला। 4 फिट? छैन गयो त। यो स्विमिङ पुल चाहिँ एकदम गर्मी भएको जस्तो महसुस भएको छ। त्यही भएर चाहिँ हामी पौडी खेल्ने छौँ। यता चाहिँ बच्चाहरूलाई जो रमाइलो गर्ने ठाउँ बच्चाहरूको हेर्नु होला। बच्चाहरूको रमाइलो गर्ने ठाउँ। अब हामी स्विमिङ कस्टम लाउँछौँ अनि पौडी खेल्छौँ है त। ल ओए टाउको ठोक्ला है। ओए टाउको ठोकेला टाउको जान्न गएर छैन मेरा।
ए अविरल भान्जा नि नजान्ने हो ए हो र टाउको गाडी त के पौडी खेल्ने ठाउँ हो पौडी खेल्ने ठाउँ स्विमिङ पुल हाम्रो स्विमिङ खेलेर पनि सकियो होइन दाइ सक्यो अब हामी स्विमिङ खेलिसक्यो अब हामी लाग्दैछौँ कहाँ धरानको फ्रम संस्कृति पार्क जाँदैछौँ हेर्दै जानु होला गाइस अझै आउने क्रम जारी नै छ अब हाम्रो सकिएको होइन त अब जानेन हामी हामीले के त स्विमिङ पुल खेलेर बाहिरिसकेका छौँ हामी के गर अरे स्विमिङ पुल खेलेर बाहिरिसकेको होइन अब यस्तो यस्तो हानेर हामी बाहिरिसक्यौँ अब धरानमा हर्क साम्पाङको श्रम संस्कृति पार्क The मौसम पुल गोकर्ण रिसोर्टमा हामी अहिले प्रवेश गरेर पनि हामी बाहिरिन आँटेको छौँ गाइजहरू साथीहरू बनारस सर हुनुहुन्छ यतातिर हाम्रो बनारस हो यो चाहिँ गोकर्ण रिसोर्टको गेट गाइज यो चाहिँ गोकर्ण रिसोर्टको गेट हो गाइज अब हामी चाहिँ जान्छौँ हाम्रो गाडी यता छ गाडीमा चढेर हामी जान्छौँ फेरि अहिले एकछिनमा भेटौँला गाइज